तपाईहरु फ्रीमा पोर्चुगल आउने हैन अब म तपाईलाई सरर फर्म फिलअप गर्नु सिकाइदिनेछु त्यो भन्दा अगाडि चाहिँ मलाई एक लाइक एक फलो गरिदिनु होला मलाई अझै मोटिभेसन मिल्नेछ अनि स्टेप बाइ स्टेप भिडियो आउनेछ भिडियो अलिकति लामो हुन जान्छ त्यही भएर स्टेप बाइ स्टेप हाल्दिन्छु अब भिडियोतिर जाउँ फलो गरिहाल्नु तपाई गुगलमा जानुस् गुगलमा मैले सर्च बारमा www.jobsearchvisa.portugal लेख्दा पनि भयो नत्र IEFP लेख्दा पनि भयो कुरो एउटै हो त्यसपछि तपाईले सर्च गर्नुस् सर्च गरिसकेपछि यो खालको इन्टरफेस खुल्छ त्यसपछि तपाईले स्क्रोल डाउन गर्नुस् स्क्रोल डाउन गरेर जब सर्च भिजा एप्लिकेसन छ त्यहाँ क्लिक गर्नुस् त्यसपछि तपाईको जब सर्च भिजा एप्लिकेसनमा डिक्लेरेसन अफ एक्सप्रेसन अफ इन्ट्रेस्ट फर द IEFP रेजिस्ट्रेसन भनेको छ तपाईको अघि जब सर्च भिजा गरे पनि यो गरे पनि एउटै अब तपाईले फुल डिटेल्स तपाईको भर्नु पर्ने हुन्छ तपाईको नाम तपाईको स्योर नेम तपाईको डेट अफ बर्थ सबै यहाँ फिलअप गर्नुपर्ने हुन्छ त्यसपछि तपाईको पासपोर्ट नम्बर हाल्नुस् अब बनाएको डेट पासपोर्टको हाल्नुस् अब त्यसपछि कुन देशको मान्छे हुनुहुन्छ तपाई त्यो भर्नुस् नेपाल लेख्नुस् कन्ट्री अफ रेसिडेन्ट तपाईको नेपाल लेख्नुस् अब त्यसपछि तपाईको जीमेल माग्छ तपाईको तलतिर जीमेल लेख्नुस् स्कुलिङ अफ कम्प्लिट इयर कति सालमा तपाईले कति पढ्नु भएको छ र कति सालमा कम्प्लिट गर्नुभयो त्यो पनि तपाईले भर्नुपर्ने हुन्छ युनिभर्सिटी पढ्नु भएको छ कि प्लस 2 पढ्नु भएको छ कि स्कुल लेभल पढ्नु भएको छ कि है यहाँ सबै देखाउँछ यो भर्नुपर्ने हुन्छ तपाईले यु हेभ एक्सपिरियन्स भनेको छ तपाईले केमा चाहिँ काम गर्नु भएको छ यहाँ तपाईले 5 वटा क्लिक गरेर तपाईले भर्नुपर्ने हुन्छ अब त्यो 5 वटा भइसक्यो तलतिर फेरि स्क्रोल डाउन गर्नुस् प्रोफेसनल एरिया इन व्हिच यु आर लुकिङ फर अ जब तपाईले के सम्बन्धी चाहिँ जब खोजिरहनु भएको छ यहाँ क्लिक गर्नुस् यहाँ लेखेको छ तपाईले टोटल्ली 3टामा तपाईले टिक मार्क लाउनु पर्ने हुन्छ है अब स्क्रोल डाउन गर्नुस् इयर अफ प्रोफेसनल एक्सपिरियन्स कति वर्षको एक्सपिरियन्स छ यो सम्बन्धी तपाईले भर्नुपर्ने हुन्छ 2 वर्ष 3 वर्ष 1 वर्ष 6 वर्ष 10 वर्ष कतिको एक्सपिरियन्स छ यो तपाईले टिक गर्नुस् त्यसपछि ल्याङ्ग्वेज नलेज छ तपाईको चेक अल दैट एप्लाईमा के भाषामा चाहिँ तपाई बोल्नुहुन्छ इंग्लिशमा पोर्चुगिजमा फ्रेन्चमा स्पेनिशमा यो क्लिक गर्नुस् त्यसपछि तपाईले कन्ट्याक्ट ल्याङ्ग्वेज कुन भाषामा तपाईले कन्ट्याक्ट गर्ने इंग्लिश पोर्चुगिज त्यही 3-4 वटा अप्सन छ त्यो तपाईले फर्म फिल गर्नु इंग्लिशमा गर्नुस् त्यसपछि तपाईले डिक्लेरेसन अफ कमिटमेन्टमा तपाईले यहाँ 3टैमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ 3टैमा क्लिक गरिसकेपछि तपाईको सबमिट गर्नुस् सबमिट गरिसकेपछि अब तपाईले यो खालको एउटा मेल आउँछ थ्यांक यू योर सर्वे रेस्पोन्स हैव बीन रेकर्डेड भनेर भएको छ अब यति गरिसकेपछि तपाईले तुरुन्तै 1-2 मिनेट भित्र यो खालको मेल आउँछ है यो खालको मेल आएपछि तपाईले ओपन गर्नुस् ओपन गरिसकेपछि तपाईको यो खालको दिएछ डियर सर मैडम फ्रम इमेल कन्फर्म दैट यू हैव कंप्लीटेड फ्रम द obtained the declaration of expression of interest for registration in IEFP mandatory for the application of the job search visa. The declaration will be sent by this way within a maximum period of 2 days भनेछ तपाईलाई यो फर्म फिलअप गरेको डिटेल चाहिँ 2 दिन भित्र पठाउँछ भन्छ तर केही समय तपाईको 1 घण्टा नबिति तपाईले तुरुन्तै त्यो चाहिँ पठाउने छ है तपाईले त्यो कस्तो पठाउँछ भन्दाखेरि म तपाईलाई देखाउँछु भनिन्छ तपाईको जीमेलमा चाहिँ यो खालको मेल आउँछ अब त जीमेल ओपन गर्नुस् जीमेल ओपन गरिसकेपछि तपाईको जुन तपाईले फर्म फिलअप गर्नु भएको थियो यो खालको पठाउँछ है डिक्लेरेसन भनेर है तपाईको यो तरिकाले फर्म फिलअप गर्दा चाहिँ पोर्चुगल मात्रै आउनुलाई हैन तपाईको युके लाई फ्रान्स लाई स्पेन लाई 4टा देशलाई चाहिँ यो तरिकाले तपाईले काम खोज्नको लागि जब सर्च भिजाको लागि या ट्रेनिङ भोकेसनको लागि आउन सक्नुहुन्छ भनिसकेपछि अब तपाईलाई त्यो खालको तल एउटा पीडीएफ पठाउँछ यो खालको फर्म पठाउँछ सबैले यो खालको फर्म पठाएको हुन्छ सबै तपाईले जे डिटेल्स भन्नुभएको छ यो सबै भएर पठाउँछ मैले चाहिँ मेरो डेट अफ बर्थहरु फेक हाल्दिएको छु तपाईलाई बुझाउनको लागि एउटा उदाहरणको लागि यो हाल्दिएको छु है यति भइसकेपछि तपाईको के गर्ने त अब कन्फ्युजन तपाईलाई हुन्छ यति भइसकेपछि अब के गर्ने यति स्टेप त सबैले गरेको हुन्छ अब बाँकी स्टेप चाहिँ मैले के गर्न सक्छु भनेर तपाईले कन्फ्युज हुनुहुन्छ भने बाँकी चाहिँ अर्को स्टेप चाहिँ मैले मेरो युट्युब च्यानल बलराम रायमा जानुस् त्यहाँ गएर तपाईहरुलाई सबै कुरा बताउने छु नत्र म टिकटकमा पनि स्टेप बाइ स्टेप ल्याउने छु भिडियो लामो हुनु गएकोले गर्दाखेरि मैले सर्ट गर्दै छु अब बाँकी के गर्ने अर्को इन्ट्रेस्टिङ पोइन्ट चाहिँ
अर्को छ, अर्को भिडियोमा भेटौँला। थ्याङ्क यू।